ल गाइस सबजनालाई नमस्ते। यस्तै तपाईहरु पनि भिडियो हेर्दै साथ सपोर्ट गर्नु होला। अलि आज घाँटी बढी बिग्रेको छ, अलि स्वास्थ्य ठीक नभएर अलि यस्तै हो। तर आज अब सधैँ बाहिरको कुरा अपलोड गर्नु, अब जानकारी सबैलाई गराउनु हैन, देखाउनु भन्दा पनि आज आफ्नै देशको एउटा देशको माहौलले जस्तो छ त्यस्तै एकचोटी त्यस्तो भिडियो पनि एउटा बनाऊ भन्ने सोचेको थिएँ। ले अब राजनीतिक विशेष आजको कुरा गरौँ हैन। अनि यो पोलिटिक्सको बारेमा पनि कहिले काहीँ बुझ्नुपर्छ, गर्नुपर्छ हैन। अहिले हाम्रो देश त निर्वाचनमै छ, निर्वाचनमै देश छ अहिले हाम्रो। अब खास धेरै पछाडिको कुरामा त नजाम। यो भर्खर हाम्रो युवाहरूले जुन गरेको जेनजी आन्दोलन, अब त्यहाँबाट केही सुरु गरौँ। जेनजी आन्दोलन भयो, युवाहरूले त्यो भ्रष्टाचार, त्यो नेताहरूको रहनसहन, नेताको छोराछोरीको जुन मौजमस्ती, विदेशमा गएर पैसा लगानी गरेर हैन, भिजिटमा जाने, भ्रमण गर्ने, त्यही बस्ने हैन, त्यही होटल खोल्ने, त्यही के बैंक पैसा लगाए हुने हैन, त्यो सबै देखेर जब हाम्रो युवाहरूले भयभीत भए अन्तिममा, अनि एउटा जेनजी प्रोटेस्ट भन्ने सुरु गरेको। त्यो सुरु गर्दै त्यो अब आन्दोलन त हाम्रो शान्तिपूर्ण आन्दोलन थियो, त्यो त खासै त्यस्तोको थिएन। तर त्यो पुराना नेताहरूका जुन नलायकपन भनौँ, दमन भनौँ, जुन गरियो, त्यसपछिको जुन त्यो विकराल अवस्था आयो, हाम्रा कयौं युवाहरूले शहीद भए, कयौं युवाहरूले आफ्नो जीवनै कुर्बान गरेको। सबभन्दा पहिला त्यो जुन अस्ति हाम्रो जेनजी आन्दोलनमा शहीद भएका सम्पूर्ण युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ। अब हाम्रो देश निर्वाचनमै भएको छ। अब त अहिले देशको अवस्था हेरेर युवाहरू अगाडि आएका छन्, आफ्ना देशका मुहार फेर्न लागेका छन्, देशका परिवर्तन चाहेर आएका छन्। अब यो बेला हामीले त्यो युवालाई परिवर्तन गर्नको लागि आएका जुन युवाहरू छन्, उलाई अहिले हामीले सपोर्ट गर्न सकेनौँ भने हाम्रो देश